नेपाली राजनीतिको रंगमञ्चमा पछिल्लो समय दाङको तुलसीपुरमा मञ्चन भएको घटना केवल एउटा झण्डा जलाइएको सामान्य आक्रोश मात्र होइन। यो त नेपाली समाजमा विषाक्त बन्दै गएको चरम असहिष्णुता, अराजकता र ब्रिटिसको शासनमाथिको नाङ्गो नाच हो। नेकपा एमाले जस्तो मुलुकको स्थापित र शक्तिशाली संगठन भएको पार्टीको झण्डा, त्यो पनि सोही पार्टीका महासचिव शंकर पोखरेलको गृहनगरमा जलाइनुले यसका पछाडि निकै गहिरो र योजनाबद्ध राजनैतिक मनसाय लुकेको एमालेको आरोप छ। बिहीबार राति तुलसीपुरको सडकमा जे देखियो त्यसले नेपाली राजनीतिमा मौलाउँदै गरेको हुल्लडबाजी र भिडतन्त्रको एउटा विरक्त लाग्दो चित्र प्रस्तुत गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका कार्यकर्ताले घण्टी बजाउँदै एमालेका शीर्ष नेता केपी शर्मा ओली विरुद्ध अश्लील र आक्रामक नाराबाजी गर्दै अर्को दलको आस्थाको प्रतीक झण्डा जलाउनु कुनै पनि अर्थमा लोकतान्त्रिक चरित्र हुन सक्दैन। यो त लोकतन्त्रको खोल ओढेर गरिएको घृणित कार्य हो, जसले समाजलाई वैचारिक बहसबाट तानेर सडकको मुठभेडतर्फ धकेल्ने कुचेष्टा गरिरहेको छ। जब कुनै राजनीतिक दलले विचार र सिद्धान्तको लडाईँ लड्ने ल्याकत गुमाउँछ र सडकमा उत्रिएर अर्को पक्षको अस्तित्वलाई नै मेटाउने गरी भौतिक वा सांकेतिक आक्रमणमा उत्रिन्छ, तब बुझ्नु पर्दछ कि त्यो दल वा समूह वैचारिक रूपबाट टाँट पल्टिँदै गएको छ। रासपाले यस घटनालाई घुसपैठ भन्दै पन्छिन खोज्नु उसको पुरानो र काइते शैली मात्र हो। सामाजिक सञ्जालमा छरपष्ट भएका भिडियोहरूमा प्रष्टै देखिन्छ कि उनीहरू रासपाकै झण्डा बोकेर रासपाकै पक्षमा नारा लगाउँदै यो कृत्य गरिरहेका छन्। यदि यो साँच्चै घुसपैठ थियो भने रासपाले आफ्ना ती कार्यकर्ताहरूलाई तत्काल पहिचान गरी प्रहरीको जिम्मा लगाउन सक्नु पर्थ्यो र उनीहरूमाथि कडा कारबाहीको माग गर्नु पर्थ्यो। तर विज्ञप्ति निकालेर तालिएकाहरूले गरेको षड्यन्त्र भन्दै पानीमाथिको भानो बन्न खोज्नुले कतै न कतै यो घटनालाई विषयान्तर गर्ने र अपराधीलाई संरक्षण दिने प्रयत्न गरिएको छ भन्ने पुष्टि भइरहेको छ। राजनीतिमा आफ्ना गल्तीहरू स्वीकार्नु र सुध्रनु महानता हुन्छ, तर अर्काको आस्था र इतिहासमाथि प्रहार गरेर आफूलाई मात्र शुद्ध रे पवित्र देखाउन खोज्नु राजनैतिक अवसरवाद र नैतिक पतनको पराकाष्ठा भन्दै आलोचना भइरहेको छ। यस घटनामा एमालेको आक्रोश पनि उत्तिकै विचारणीय र संवेदनशील रहेको छ। आफ्ना झण्डा जलाइएपछि एमालेका कार्यकर्ताहरूले प्रतिकारको चेतावनी दिनु र उनीहरूको लडाकु दस्ता नेसनल भोलिन्टियर्स फोर्स सक्रिय हुनुले समाजलाई हिंसात्मक मुठभेडतर्फ धकेल्ने जोखिम बढाएको छ। झण्डा जलाउनु निन्दनीय र अक्षम्य अपराध हो, यसमा कुनै दुईमत छैन। तर यसको बदलामा सडकमा मुठभेडको भाषा बोल्नु र भौतिक आक्रमणको चेतावनी दिनुले पनि शान्तिपूर्ण लोकतन्त्रलाई सघाउँदैन। एमालेले कानुनी उपचार खोज्नु, सुरक्षा निकायले दोषीमाथि कारबाहीका लागि कडा दबाब दिनु र दोषीलाई कठघरामा अभ्याउनु जायज हो। तर यदि एमालेका कार्यकर्ताहरूले पनि कानुन हातमा लिएर सडकमै न्याय खोज्ने हो भने रासपाको अराजकता र एमालेको अनुशासनमा के फरक रह्यो र? तुलसीपुर जस्तो संवेदनशील ठाउँमा भएको यो घटनाले मुलुकमा राजनैतिक संस्कारको निकै ठूलो खडेरी पारेको पुष्टि गरेको छ। कोमल ओली र शान्ता चौधरी जस्ता एमालेका प्रभावशाली नेताहरूले यसलाई लोकतन्त्रमाथिको चुनौती भन्नु सही छ, किनकि झण्डा केवल कपडाको एउटा टुक्रा मात्र होइन, यो त लाखौं कार्यकर्ताको भावना, रगत, पसिना र वर्षौंको बलिदानको इतिहास हो। यसलाई जलाउनु भनेको ती लाखौं मानिसको आत्मसम्मानमा आगो लगाउनु सरह एमालेले भनेको छ। यस घटनाले रासपाको संगठनात्मक अपरिपक्वता र त्यसका कार्यकर्तामा देखिएको अतिवादलाई पुरै नाङ्गो बनाएको छ। सभापति रवि लामिछाने आफै उपस्थित भएको जिल्लामा उनका कार्यकर्ताहरूले यस्तो उच्छृङ्खल र अभद्र व्यवहार प्रदर्शन गर्नुले पार्टीको शीर्ष नेतृत्वमा कार्यकर्तामाथि कुनै नियन्त्रण नरहेको छर्लङ्ग पारेको छ। नयाँ शक्तिका रूपमा उदाएको रासपाले पुराना दलहरूलाई मात्र गाली गरेर र उनीहरूको खेदो खनेर आफूलाई वैकल्पिक शक्ति दाबी गर्न सक्दैन। वैकल्पिक शक्ति हुनका लागि विचार, व्यवहार र संस्कार पनि वैकल्पिक हुनुपर्दछ। तर रासपाले देखाउने व्यवहारले उसलाई पुराना भनिएका दलहरू भन्दा पनि बढी अराजक र अस्थिर देखाएको छ। झण्डा जलाएर वा कसैलाई गाली गरेर परिवर्तन आउँदैन भन्ने कुरा रासपाले बुझ्न ढिलो भइसकेको विश्लेषकहरूको भनाइ छ। यो कृत्यले अन्ततः रासपालाई नै ठूलो राजनैतिक क्षति पुर्याउने निश्चित छ, किनकि यसले उसलाई एउटा विध्वंसक र गैर जिम्मेवार समूहका रूपमा चित्रित गरिँदै लगेको छ। लोकतन्त्रमा विरोध गर्ने अधिकार सबैलाई हुन्छ, तर विरोधको नाममा अर्को दलको मर्यादा र अस्तित्वमाथि धावा बोल्ने छुट कसैलाई पनि हुँदैन। यसै बीचमा रासपाले भैरवा र पोखराका आफ्ना निर्धारित सभाहरू स्थगित गर्नुले पनि धेरै कुराको सङ्केत गर्दछ कि रासपा डराएको हो वा उसले आफ्नो रणनीति परिवर्तन गर्न खोजेको हो। विशेष कारण र रणनीतिक व्यवस्थापन भन्दै सभा स्थगित गरिनुले रासपाभित्र अहिलेको घटनालाई लिएर ठूलो खलबली मचिएको छ भन्ने बुझ्न गाह्रो छैन। सम्भवतः उनीहरूले महसुस गरेका छन् कि तुलसीपुरको घटनाले
देशैभर एमाले पंक्तिमा जुन आक्रोश पैदा गरेको छ त्यसले अन्य ठाउँमा पनि ठूलो झडपको स्थिति निम्त्याउन सक्छ। यो पछि हट्ने कदमले रासपाको आक्रामक छविमा ठूलो धक्का लागेको छ। 1 लाख मानिस उतार्ने दाबी गरेको पार्टीले एकाएक आफ्ना कार्यक्रमहरू रोक्नुले उसको आन्तरिक आत्मविश्वास र नैतिकता कति कमजोर रहेछ भन्ने पनि देखाएको छ। आफ्नो कमजोरी लुकाउन सभाहरू स्थगित गरे पनि समाजमा उनीहरूले लगाएको यो अराजकताको आगो सजिलै ननिभ्ने एमाले पंक्तिहरूको भनाइ छ। अर्कोतर्फ यस घटनामा सुरक्षा निकायको भूमिकामाथि पनि गम्भीर प्रश्न उठिरहेको छ। एमाले सचिव श्याम डाँगीले भने झैं राजनैतिक गतिविधि बढिरहेको र संवेदनशील परिस्थिति भएकै बेला यस्ता घटना हुनुले सुरक्षा व्यवस्था फितलो भएको देखिन्छ। सार्वजनिक स्थलमा नाराबाजी गर्दै झण्डा जलाइरहँदा प्रहरी प्रशासन कहाँ थियो? यदि समयमै हस्तक्षेप भएको भए र राज्यले आफ्नो उपस्थिति देखाएको भए सायद स्थिति यति धेरै तनावपूर्ण हुने थिएन। दोषीहरूलाई तत्काल पक्राउ गरेर कानुनी कारबाहीको दायरामा नल्याएसम्म एमालेको आक्रोश शान्त हुने देखिँदैन र यसले राज्यप्रतिको विश्वास पनि घटाउँदै लगेको छ। यो घटनाले विशेष गरी लुम्बिनी प्रदेशको राजनीतिमा ठूलो दरार पैदा गरेको छ। हिजोसम्म एक अर्काका प्रतिस्पर्धी मात्र रहेका यी दुई दल अब शत्रुतापूर्ण सम्बन्ध मार्फत मोडिएका छन्, जसले भविष्यको राजनीतिलाई थप जटिल र हिंस्रक बनाउन सक्दछ। यो घटनाको गहिराईमा पुगेर हेर्दा यसले नेपालको उदयमान लोकतन्त्रमा पपुलिजम जनप्रियवादले निम्त्याएको ठूलो खतरालाई समेत उजागर गरेको विश्लेषकहरू बताउँछन्। नयाँ दलहरूले पुराना दलका नेताहरूलाई सट्टो सराप गरेर र गाली ग्लौज गरेर जनताको ध्यान तान्न त सफल भए होलान्, तर उनीहरूले आफ्ना कार्यकर्तालाई न्यूनतम राजनीतिक शिक्षा र मर्यादा सिकाउन सकेनन्। गाली गर्नु, ढुङ्गा हान्नु र ध्वंसात्मक गतिविधिमा उत्रिनु नै वास्तविक राजनीति हो भन्ने एउटा गलत भाष्य निर्माण गरिएको छ। आज एमालेको झण्डा जल्यो, भोलि कांग्रेस वा रासपाकै झण्डा जल्नेछ। यो सिलसिला यदि सुरु भयो भने यसको अन्त्य कहाँ हुन्छ? कसैले कसैको झण्डा जलाएर वा कसैलाई राजनीतिक रूपमा निषेध गरेर मात्रै आफ्नो श्रेष्ठता सिद्ध हुँदैन। श्रेष्ठता त विचार, कार्यशैली र जनताको सेवाबाट मात्रै प्राप्त हुने कुरा हो। महासचिव शंकर पोखरेलको गृहनगरमा भएको यो आक्रमणले एमालेलाई थप रक्षात्मक र आक्रामक दुवै बनाउने निश्चित प्राय छ। एमाले जस्तो पुरानो र अनुभवी दलका लागि यो आफ्नो शाख र अस्तित्वमाथिको चुनौती बन्दै गएको ती नेताहरूले बताएका छन्। त्यसैले उसैले यसलाई प्रतिष्ठाको ठूलो विषय बनाएको छ। यदि रासपाले बेलैमा माफी मागेर दोषीहरू आफ्ना कार्यकर्ता हुन् भने उनीहरूमाथि कडा कारबाही गर्ने प्रतिबद्धता नजनाउने हो भने यो विवादले सिङ्गो देशलाई तताउन सक्दछ। राजनैतिक नेतृत्वले भावनामा बगेर होइन, संयमित भएर सोच्ने बेला आएको छ। एउटा झण्डा जल्दैमा एमालेको इतिहास सकिने होइन र एउटा झण्डा जलाउँदैमा रासपा महान हुने पनि होइन, तर यसले नेपाली राजनीतिको स्तर कति तल झर्दैछ र समाज कति धेरै विभाजित हुँदैछ भन्ने कुराको बलियो प्रमाण भने दिएको छ। तुलसीपुर काण्ड नेपाली राजनीतिको एउटा कालो धब्बा हो। यो अराजकता, असहिष्णुता र घृणाको पराकाष्ठा हो। कुनै पनि राजनैतिक दलले अर्को दलमाथि गर्ने यस्ता भौतिक वा सांकेतिक हमलाले अन्ततः लोकतन्त्रको जगलाई नै चिरहरण गर्दछ। रासपाले आफू भित्रका अतिवादी र घुसपैठियाहरूलाई बेलैमा चिन्नुपर्छ र तिनीहरूलाई पाखा लगाउनु पर्दछ। एमाले पनि सडकमा प्रतिकारको भाषा बोलेर अर्को अराजकता निम्त्याउनु भन्दा कानुनी राज्यको मर्यादालाई राख्न र दोषीलाई कारबाही गराउन दबाब दिनुपर्दछ। भिडको कुनै अनुहार हुँदैन र भिडले कहिल्यै न्याय गर्दैन। यदि यस्ता घटनाहरूलाई समयमै नियन्त्रण गरिएन र राजनैतिक दलहरूले आफ्नो मर्यादा बुझेनन् भने नेपालमा राजनैतिक मुठभेडको एउटा नयाँ र भयानक श्रृङ्खला सुरु हुनेछ, जसको मूल्य अन्ततः आम जनता र मुलुकले नै चुकाउनु पर्नेछ। लोकतन्त्रमा एउटाको अस्तित्व अर्कोले स्वीकार्नु र सम्मान गर्नु नै यसको वास्तविक सुन्दरता हो। अर्काको झण्डा जलाएर आफ्नो अस्तित्व खोज्नु त राजनैतिक दरिद्रता मात्रै हो। राजनैतिक दलहरूले यो सत्यलाई जति छिटो बुझ्छन् मुलुकका लागि त्यति नै हित हुनेछ। अबको आवश्यकता उत्तेजना र बदला होइन, संयम र विधिको शासन हो। दोषी जति सुकै र जोसुकै भए पनि उसलाई कानुनी कठघरामा अभ्याउन राज्यको पहिलो दायित्व हो। अन्यथा सडकमा सल्किएको यो अराजकताको आगोले भोलि कसलाई पोल्छ र कहाँ पुगेर रोकिन्छ कसैले भन्न सक्दैन। लोकतन्त्रमा भिडको खेलौना बन्नबाट जोगाउनु नै अहिलेको प्रमुख चुनौती हो। हवस् त, नमस्कार।